हेलो गाइस, आज चाहिँ म लामो समय पछाडि अफिस छुट्टी भएको कारणले गर्दाखेरि बाख्रा बस्तु चराउन गोठाला जान लागिरहेको छु चट्टसँगले। मेरो आज यो न्यू भ्लग हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। आज चाहिँ मैले बाख्रा लाने कुरा सुनेर मेरो बहिनी चाहिँ एकदम ह्याप्पी भएर यहाँ बसिरहेको छ। अनि आज चाहिँ एक दिन लानुपर्ने भएर दाजु पनि खुसी छ, सधैँ लानुपर्ने भएको भए अनि चाहिँ थाहा हुन्थ्यो भन्दै मलाई पुरै जिस्काइरहेछ। ल साथीहरू, मलाई चाहिँ अब डेडी र मम्मीले बाख्राको बाटो लगाइदिनु सक्नु भएको छ। म चाहिँ अब बाख्रा चराउन लागिसकेको छु। अब आज लामो समय पछाडि आज गोठाला जानुको अनुभव तपाईँहरूलाई सेयर गर्नेछु। तपाईँहरू धैर्यका साथ बस्नु होला। लागिसकेको छु। आजको यात्रा चाहिँ म तपाईँहरूलाई भनिरहेको थिएँ, बाख्रा बस्तु चराउन भनेर। गोरु छन् एकल मास्तिरपट्टि। हेर्नुहोस् साथीहरू, गोरुको थलो चाहिँ यहाँनिर रहेको छ। गोरु फुकाउँछु अब। आजको मेरो काम चाहिँ गोरु बाख्रा चराएर ल्याउने हुनेछ। हाम्रो बाख्रा बस्तु चाहिँ बेला भए बहिनीसँग नै भेट भएको छ। लाग्ने हेर्नुहोस् साथीहरू, आज दादा बहिनीसँग नि भेट भएको छ। आज दिदी नजाने अरे भनेर यहाँनिर आइरहेछ साथीको बहिनीको खबर। आज दादा जाने भनेपछि साथीहरू बहिनीलाई डर लागे जस्तो पनि छ। यहाँबाट चाहिँ हामी बाख्रा बस्तु चराउँदै यो म लान लागिरहेछौँ। बहिनी अगाडि चाहिँ बाख्रा यहाँ छन्। रोड हो यो चाहिँ। टोटल्ली सरसफाइ गरेछन्। यहाँ चाहिँ रोड सरसफाइ गर्नेहरूले दम्सी मारे अरे यहाँनिर। यो ढाडमा चाहिँ दम्सी छ भन्ने कसले भनिदिनु भएको छ। दम्सी चाहिँ ढाड चाहिँ यस्तो छ। यहाँ हेर्नुहोस् साथीहरू, ओडार एकदम भयङ्कर ओडार छ यहाँभित्र चाहिँ। यहाँभित्र चाहिँ साथीहरू पसेर बस्दा पनि हुने खालको छ। लाइट बाल्ब चाहिँ हेर्नुहोस्, एकदम ठुलो ओडार छ। यहाँ चाहिँ के बस्छ चाहिँ थाहा छैन। त्यस्तै दम्सी बस्ला, डरलाग्दो ओडार छ। ओडारको इन्टर चाहिँ यस्तो छ। यो भित्र चाहिँ पस्याली छैन। कहाँसम्म पुग्छ भन्ने कुराको साँधी नै छैन। हेर्न सक्नुहुन्छ, भित्र चाहिँ एकदम ठुलो छ। फाइनल्ली गाइस, अब हामी चाहिँ जङ्गल आइपुग्न आँटेका छौँ। यो जङ्गललाई चाहिँ चेन डाँडा भन्छ। बस्तु चर्नेतिर आइपुगिरहेछन्। फाइनल्ली चेन घारी भएको हुनाले चेन डाँडा भन्छन्। यहाँ चाहिँ स्थानीय तामाङ जातिको चेनहरू रहेका छन्। चरुन् न पनि। स्थानीय अब यहाँ चाहिँ निकै लामो समय पछाडि आइरहेको छु म चाहिँ। घाँस त व्यापक रहेछ साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ। बाख्रा बस्तु त्यहाँ छन्। मैले त्यहाँ बाख्रा बस्तु बोलाएर चाहिँ यो चाहिँ पुरानो गल्लीको बाटो। रोड हुनुभन्दा अगाडि चाहिँ यो गोरेटो हुँदै पर निस्किन्थ्यो। पहिलेको ठुलो मूल बाटो भन्थ्यो नि, त्यही बाटो हो। यो चाहिँ धेरै मान्छेहरू हिँड्ने बाटो थियो। तर अहिले चाहिँ अब रोड भएको कारणले गर्दा एकदम मान्छेहरू चाहिँ अब गाडी मोटरसाइकल रोडको बाटो हिँड्ने भएर यो बाटो चाहिँ अब हिँड्न छोडेरै बाटोको नै छैन। तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ परतिर चाहिँ चेन घारी रहेको छ साथीहरू।
त्यो पल्लो बाँसको चाहिँ उँभोपट्टि चाहिँ सबै चेनहरू छन्। अहिलेलाई यहीँसम्म जाउँ, भरे तपाईँलाई पर भिड छ, त्यो भिडबाट नि म त्यहाँ पुगेछ वस्तु चराउँदै भने देखाउने छु है त। अहिलेलाई यति नै। बाख्रा चराउने क्रम, बाख्रा वस्तु चराउने क्रम जारी छ साथीहरू। अहिले चाहिँ हामी यता जङ्गलमा छु, देख्न सक्नुहुन्छ। बाख्रा नि छन्। आऊ ल ल ल ल आज ल 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